हेलो खाने हो चिया बेसी भयो कि पहिला चाहिँ त्यही भुटानको निनी हो भुटानको निनी यता हाम्रो नेपालको निनी यता हाम्रो जयगाउँको निनी ऊ खाना खानु आउनु भनेको भाडा दिनु पुगेछ निनी र आउनु न भाडा। हाई एभ्रिवान गुड मर्निङ नमस्ते एन्ड वेलकम ब्याक टु माई अनदर भिडियो। हाम्रो चाहिँ यो थर्ड डे जयगाउँमा हो। आज थर्ड डेको ब्लग स्टार्ट गरिसकेछु। बिहानै उठेर हेर्नु सक्नुहुन्छ ग्यास मुख पनि धुएको छैन हो। यो चाहिँ हिजो लगाइदिनु भएको बुवा काकाहरूले दिँदा हो। र यो ब्रेकफास्ट हाम्रो नानीको बिहान उठेदेखि मुख धुनु छैन यी ब्रस मात्रै गरेर हो मुख पनि धुएको छैन। यही बस्ने हो। वरुणलाई चाहिँ छोडेर जान्छु है म चाहिँ ल। वरुण चाहिँ अब जयगाउँमा बस्ने अरे अनि हामी चाहिँ भोलि जाने हो। भोलि बस्ला र हाम्रो चाहिँ जो अजाको वर्ष दिने काम पनि सकिहाल्यो। एकदमै राम्रो भयो हो हाम्रो अजाको वर्ष दिने काम पनि हो। र आज चाहिँ अलिअलि काम छ सानाक्सिनिङ गर्ने काम अनि त्यसपछि कपडाहरू धुनु छ। त्यसपछि चाहिँ अलिकति मार्केट पनि जानु छ। सो हजुर हेर्दै गर्नु आजको ब्लग हो। के नाम छ तपाईँको साँच्ची हेर्नु मलाई भेट्यो। हामी दुईजना चाहिँ फेसबुकमा मात्रै भेटेको है। आज चाहिँ रियलमा भेट्यो गाइस हेर्नु सक्नुहुन्छ है। हाम्रो सरी त बाइबा हेर्नु सक्नुहुन्छ हो। मलाई यसो नुन चिया खानुहुन्छ डायबिटिज पेसेन्ट हो। यहाँ निनीले ठ्याक्कै हेर्दा चाहिँ उयो जस्तो लाग्छ जुस जस्तो तर यो चाहिँ सुजा अरे। तर हामीले चाहिँ नुन चिया भन्छौँ। आफ्नो आमाको ब्रेकफास्ट निनीले हातैमा खानु हुँदैछ। किन हातमा खानु भएको राशि हेलो खाने हो चिया बेसी भयो कि पहिला चाहिँ त्यही अब म नखाने म चाहिँ नुन चियाको आनन्द लिँदैछु है आमा। कस्तो टेस्टी ल नुन चिया है। यहाँको फेमस सुजा अरे यो सुजा। राम्रोसँग भन्न त भन्दैछस् त राम्रोसँग भन्न भन्छ के भनेको। निनीले बहुत मिठो बनाउनु भएको रहेछ फ्राइड राइस अनि त्यसपछि रोटी कुन चाहिँ निनी भन्नु त ठुलो निनी भुटानको निनी हो भुटानको निनी यता हाम्रो नेपालको निनी यता हाम्रो जयगाउँको निनी ऊ खाना खानु आउनु भनेको भाडा दिनु पुगेछ निनी र आउनु न भाडा दिनु यत्रो पो पुग्नु भएछ। अब त्यो भाडा कुरा कता कता पुगाउनु पर्ने पुगाउनु चाहिँ यहाँ अलिकति बाटो रहेछ। भात चाहिँ मजाले फुलफुलाउनु भएछ। राम्रो छ कि फ्राइड राइस बनाउनु मजा हुन्छ। यिनीहरू कपडा धुँदा धुँदा बल्ल ब्रेकफास्ट गर्दैछ। हाम्रो काकीको चाहिँ यहाँ साग मजाले भएछ निनी। यहाँ हेर्नु न काकीको साग डब्बामा यस्तो मजाले भएको रहेछ। यहाँ पनि मेरो जस्तो लाउनु भएछ काकीले। केमा क्रेट हामी त के भन्छ होला डब्बा है हो चाहिँ एभोकाडो हो। यहाँ यत्रो भएछ फल्ने बेला भएछ हौ। यो एभोकाडो उता कस्टर्ड एप्पल छ उता निनीको घरमा। सबै फ्रुट्सहरू चाहिँ यहाँ एकदम महँगो खाले फ्रुट चाहिँ यहाँ रहेछ है कस्टर्ड एप्पल अनि एभोकाडो। काम पनि सक्यो अजाको वर्ष दिने काम पनि हो। अझै हाम्रो अझै पर बरेनमा बसिरहेको जस्तो लाग्छ। म हुँदा चाहिँ हो त्यसरी बरेनमा बसिराख्नुहुन्थ्यो अझै म चाहिँ अझै खस्दा नदेखेर होला अझै पनि खस्नु भएको छैन। बरेनमा बसिराख्नु भएको जस्तै लाग्छ हो। त्यो लाग्छ मलाई चाहिँ बरेन्डातिर बसिराख्नु भएको जस्तै हुन्छ हो। यहाँ चाहिँ पेन्डलहरू खोलिदिन्छ दाछी यसरी पकाउँथ्यो। यहाँ चाहिँ दाछी खोर्सानी चाहिँ सुकेको मोम्पा खोर्सानी भन्छौँ हामीले चाहिँ निनीलाई। ठुलो खोर्सानीलाई हामीले उता उता पनि भेटिन्छ नि त मोम्पा खोर्सानी भन्छौँ हामीले चाहिँ। यता चाहिँ के भन्छ अरे खोर्सानीलाई एमा एमा ड्राई यो चाहिँ अब के भन्छ एमा ड्राई सुकाएको छुर्पी चाहिँ यसरी बेसरी हाल्नुपर्छ। निनीले घिउ पनि हाल्नुभयो है। अब यसलाई चाहिँ नचलाइकन छोप्नुपर्छ नि। अब एकछिन छोपेर त्यहाँदेखि चाहिँ उसको एकछिन नुन हालिसक्नु भएको। एमा दाछी पाक्दैछ। यहाँ चाहिँ एमा दाछी है। मैले चाहिँ उता गएपछि चाहिँ एकदमै धेरै मिस गर्ने भन्ने चाहिँ यो एमा दाछी हो नि त निनी। त्यहाँ गएपछि चाहिँ हो त। अनि यहाँको मोमो जयगाउँको मोमो चाहिँ साह्रै मिठो हुन्छ।
आजको लन्च स्पेसल दाची एमा दाची हो यता साग अचार हिजोको अचार उब्रेको थियो त्यसपछि छ गाइसमा मटन हो नेपाली कटेरी मटन हो त्यसपछि सलाद बनाउँदैछ बहिनीले पापड छ र गाइस हाम्रो चाहिँ लन्च पाक्यो पनि हामी चाहिँ लन्च खानु भनेर बसिसकेको छु बरेन्डामा हामी सबैजना हो र यो चाहिँ हो किचनको बरेन्डा हामी सबैजना एकसाथ बसेर खाँदैछु र यहाँ गोटा गोटा लसुन हालेर पकाउनु भएछ पाजुले एकदमै टेस्टी बनाउनु भएछ अनि हाम्रो चाहिँ निनी अजी अनि ठुलो निनी फेरि थिम्पूको निनी पनि मासु खानुहुन्न उहाँहरूलाई चाहिँ पहिला नै खुवायो अरे अनि मात्रै हामी मासु खाने पार्टी चाहिँ बरेन्डामा बसेर खाएको नि त एकदमै इन्जोय गरिरहेको छु खसीको मासु हो र त्यसपछि चाहिँ हामी फ्यामिली भेट भएको बेला चाहिँ अलिकति फोटो क्लिक गरौँ भनेर हामी चाहिँ फोटो पनि लियो हो हामीले चाहिँ भाइ बहिनी गरेर मेरो मुनि चाहिँ 22 जना छ म चाहिँ 22 जनाको दिदी सबैभन्दा ठुलो हाम्रो ठुलो निनी सबैभन्दा है हाम्रो मन्जु र मधु निनी चाहिँ झन्डै झन्डै मिलेको छ हेर्नु सक्नुहुन्छ है एमबाट है मन्जु चाहिँ कोपट्टि गयो कोपट्टि गयो भनेको त झन्डै निनीपट्टि जेनेटिक है ऊ निनीको भदाइ नि म सीता निनीको भदाइ नि हो ऊ चाहिँ कसको भदाइ नि हाम्रै बधाई हो अनि हामी छिमेकीको रेडी भएर घरको काम सकेर नि के हुन्छ त तेरो चाहिँ छोरी होइन मेरो छोरी भइकन म जवान केटी तपाईँ नानीको आमा जवान केटी हुन्छ हौ अब भोलि शान्ति पाउँछस् त भोलि हो त्यसैको लागि बसेको अनि जाँदा ब्यागमा हालिराख्ला यो नानीको आमा अब चम्मा भुजा पनि सिक्छ प्रकाश पनि सिक्छ है म त सिकिहालेको छु अब जानु मात्रै बाँकी छ भोलि नै गइहाल हामी सबै अब यतिजना बुवा आमा चाहिँ जानु हुँदैछ हो बुझ्दैन जानुहुन्न हामी चाहिँ हिँडेको मार्केटमा अलिकति काम छ हो त्यसपछि जाने हामीले डाँडा गाउँ मेरो हस्बेन्डको चाहिँ उहाँ भेना भान्जीहरू हुनुहुन्छ अनि भेनाले इन्भाइट गरिराख्नु भएको छ मेरो चाहिँ दाजु पर्छ भान्जीहरू इन्भाइट गरिराख्नु भएको छ डिनरको लागि हो तर गाइस हामी चाहिँ डिनर खान्न हामी चाहिँ अब एकछिन गएर भान्जीहरूलाई भेटेर आइहाल्नु भनेर हिँडेको हामीहरू ल जाउँ टमटममा अलिकति पनि नहिँड्नु भनेर माथि डाँडा गाउँ गएर आउँछु ढिलो भयो घरको काम अनि यता उता गर्दा गर्दा खानासाना खाँदा गएर आउँछु ल हामी पल्टन फेरि मार्केट हो घुम्नुलाई बल्ल टाइम निकालेर भोलि त हामी टाटा बाई बाई गर्ने जयगाउँलाई हो आज एक दिन लास्ट डे हाम्रो जयगाउँमा आउने हो हामीहरू चाहिँ खै नानी चाहिँ बहिनीले बोल्छ के भयो गाइस हामी फेरि आइपुग्यो मार्केट हो यो हामीलाई चाहिँ गाइड गर्ने आज हो नि त हाम्रो निनीको छोरी ल जाउँ न जाउँ आऊ अहिले किन्नु नि त बेलुकाको 5 बजी छैन है 4:30 बजीको है यो चाहिँ पाल्पा मार्केट अस्तिको पनि मैले बनाइरहेको छु आज फेरि आएको है हामी आऊ न हिन्नो ये हम यहाँ का जयगांव का सुपर मार्केट बहुत ही सुंदर क्वालिटी का कपड़ा मिलता है यहाँ देख सकते किसी को चाहिए तो कांटेक्ट कीजिए ये इधर भाई का पास आ जाना क्या देगा बोलो कपड़ा देगा देखो कितना सुंदर क्वालिटी का पूरा कपड़ा आप लोग कहाँ गया सर जी बोलिए नहीं इधर भी है और इधर भी है ये कम्ती प्राइसमा पाउँछ नि बोलेगा ढिलो भयो राति भयो नि त अब डर हुन्छ यहाँतिर डर्यो भने डर हुन्छ डरेन भने हुँदैन हजुर चियाको फेमस हो जयगाउँको फेमस तो तो हम लोग जाते हुए एक ठो दीदी का घर आप कुछ बोलेगा अघि भन्नुहुँदै थियो नि
टाढो टाढो भाडा जान्छ यो हाम्रो दाजुको गाडी इनोभा लङ भाडा जान्छ आइपुग्यो हाम्रो मेरो हस्बेन्डको चाहिँ दिदी बहिनीको घर पहिला आएको नि हाम्रो गौरी भान्जी त आइपुगेको छैन होला भान्जी आइपुग्यो खै ल बाबु को आयो गौरी भान्जी आयो बहिनी माइली बहिनी हिजोदेखि भेट भएर दुईजना खेलेको ऊ टोपी खोल्दै गऱ्यो हौ टोपी खोल्दै गऱ्यो खोल्दैन टोपी खोल्दैन राशि आज मेरो साथ आज अरे हो वरुण र भाइ खेलेको हेर न आमा लडाउँछ होला मलाई कस्तो खतरा खेलेको हेर लोकल कुखुराको सानोमा खाएको थियो दिदीले चिया बनाइसक्नु भएछ हो ल खाम लु खाऊ चिया खाऊ हजुर सानोमा खाएको चिज चाहिँ अहिले खानु पाएँ तिते लोकल कुखुराको तिते अरे हो कोले खानु भएको छ तिते कमेन्ट गरेर भन्नुलाई हाम्रो बहिनीले फर्स्ट टाइम खाएको अरे तिते हो मान्छेले पनि फर्स्ट टाइम कस्तो लाग्यो प्रकाश तिते फर्स्ट टाइम बनाउनु हुन्न आमाले मैले सानोमा खाएको थियो अजाले खिलाउनु भएको थियो तिते भन्छ हौ यसलाई खाँदैछौ त केही नखाने यहाँ खाइरहेछ तिते हो खाँदैछु मुलाको अचार आज म एकदमै सुन्दर देखेर फोटो खिच्दै ल हिँड्यो यतिखेर भ्यू पोइन्ट मानेर हो राति एकजना आएन हेर्नु थाल्यो भान्जीहरू छैन हामी मात्रै मामा आउनु भएन कति याद गरेको थियो मामालाई भन न चोचो भान्जी हाम्रो किन शरम गरेको मामालाई के भन न मामा आउनु भएन त छुट्टी नपाएर अर्को पालि आउँछ नि ल शरम गीताजीको बिहा कहिले होला हो तिम्रो बिहामा पनि आउँछ हामी ल जाउँ चिया खाएर खै यिनीहरूलाई भनेको भोलि जाउँ भनेर हो यिनीहरूलाई यति राति भ्यू पोइन्ट जानुपर्छ हो अब डाँडा हेरेर मात्रै हो भ्यू पोइन्ट राति जान्छ भोलि अब आज त भोलि जाँदैन अब आऊ को काका अब आऊ जाउँ किन्नै लाग्दो होइन हामी झन् कस्तो भएको छ हाई भन्नुमा के छ ए हामीलाई चाहिँ अब दाजुले लानु हुँदैछ हो भ्यू पोइन्ट बिचाएर राति हुँदैन नि अहिले 8 बज्नु लागेको है यिनीहरूलाई नगइ नहुने हो भ्यू पोइन्ट चाहिँ राति हुँदा पनि यिनीहरूलाई भ्यू पोइन्ट नगइ नहुने र दाजुले पुऱ्याइदिनु हुँदैछ हामीलाई भ्यू पोइन्ट घुमाइओरिसन घर पुगाइदिनु हुन्छ दाजुले ल जाउँ रातिको जयगाउँको भ्यू नाइट है भ्यू राति के अरे भ्यू पोइन्ट घुम्नु जाने मान्छेहरू हेर्नु होला है रातिको 8 बजी भ्यू पोइन्ट आइपुग्यो हामीहरू चाहिँ हो भ्यू पोइन्ट भन्दा पनि आउने भनेर जिद्दी गरेर बिचरा दाजुले हामीलाई लिएर आउनु भयो हो राति हुँदा हेर राति हुँदै भ्यू पोइन्ट हो दिउँसो पो आउँछ मान्छे हामी चाहिँ हेर न उल्टा मान्छे रातिको 8 बजी आइरहेको छ हामीहरू चाहिँ जयगाउँको भ्यू पोइन्ट है यो चाहिँ
टुरिज्म आई लभ जयगाउँ हेर्नु सक्नुहुन्छ गाइस हो। यो चाहिँ हो जयगाउँको भ्यू पोइन्ट फेमस जग्गा हो। अब हामीलाई चाहिँ यस्तो टाइम भयो नि त एकदमै टाइमै भएन हो, त्यही भएर राति हुँदा भए पनि घुम्नु परिरहेको छ हामीलाई चाहिँ हो। शॉपिंग करके आ गया। त्यति नै हो। हेर त छुट्छ नि, हेर त मेरो सामान कहाँ छ अझै कहाँ छ मेरो सामान हो के त्यो हेर त एक बार हेर। स्वेट शर्ट हो, पेन टी शर्ट हो, पेन दाजु आउनुहोस् ल जाउँ। होइन पेन खोइ हेर त छ के हेर त ल जाउँ होइन भित्र होइन के भएछ खुट्टामा के भएछ ला कहाँ पुसे उयो गर्दै त राशि खै मेरो सामान यो हो यो मात्रै हो। आयो बेग झर्दै थियो अरे हो बाटोमा झरेछ यादै छैन हो मलाई थाक्यो पुरा टाउको दुख्यो भ्यू पोइन्टमा हावा मारेर के। ल आइपुग्यो भ्यू पोइन्ट घुमेर नि मजा आयो राति हुँदा आइपुग्यो अलिअलि सपिङ गर्न हो पुरा टाउको दुख्यो मलाई चाहिँ राखिदिन्छु थाक्यो टाउको दुख्यो भ्यू पनि घुम्दा राति हुँदा हो आउने बित्तिकै मोबाइलमा बस्छ हो नानीहरू हेर्नु सक्नुहुन्छ गाइस काकीले चाहिँ हेर्नु सक्नुहुन्छ यो ब्याग भरि पुरै सपिङ गरेर आउनु भएछ हाम्रो अरुणाचल पार्टीलाई हो। कहाँ यो अब कहाँ जानु यो ब्याग हेर्नु न हेर्दाखेरि चाहिँ म कति महँगो होला भनेको त 150 अरे काकीलाई माया लागेर हो मेरो चाहिँ टोप्ला टोप्ली देखेर बिचरा ब्याग किन ल्याइदिनु भएछ। ब्यागको भित्र पनि कपडा हेर न यहाँ काकीले हो आमा मेरो छोरीलाई ज्याकेट ल्याइदिनु भएछ बढ्ने नानी आमा कस्तो मजाको हेर तातो फोहोर भएको काकीले मेरो नानीलाई हो। ब्याग पनि ल्याइदिनु भएको अरे ब्यागको भित्र सबैको लागि ल्याइदिनु भएछ फेरि काकीले हो। बरुण काकी यो हुँदैन ठुलो उसलाई ठिक यो लगा त बेटा यो अजीले ल्याइदिनु भएछ यहाँ आऊ न यहाँ लगाऊ त। काकीले ब्याग पनि ल्याइदिनु भएको अरे ब्यागको भित्र टन्नै सपिङ गरेर लिएर आउनु भएछ सबैको लागि हो। खोइ अजीले कस्तो राम्रो ल्याइदिनु भएछ वा ह्यान्डसम ए ठिकै हुने रहेछ किन सबैलाई ल्याइदिइराख्नु भएको त ठुलोलाई पर्दैन हजुर बढ्ने नानीलाई ठिकै हो कस्तो मजाको हेर उठाएन ए र गाइस हामी चाहिँ सपिङहरू सकेर पनि उहाँ मेरो हस्बेन्डको दाजुकोमा पुग्यो अरे पनि आएर चाहिँ अनि सबैजना हामी चाहिँ डिनर चाहिँ भएको छैन होइन। अब डिनर गर्नुभन्दा पहिला हामी सबैजना यसरी फ्यामिली बसेर चाहिँ दुःख सुखको कुराहरू भइरहेको छ हो। अब भोलि चाहिँ छुट्टिने दिन है सबै कोही कता आफ्नो आफ्नो घर फर्किने दिन भोलि चाहिँ हो। म पनि आउँछु अरुणाचल निनी पनि थिम्पू जानुहुन्छ अर्को मधुन नेपाल फेरि काकाम सिलगढी सबै अब कता कता अब होइन भोलि चाहिँ छुट्टिने दिन त्यही भएर यसरी भेला भएको बेलामा चाहिँ दुःख सुख कुरा फ्यामिली बसेर हो एकदमै मजा राम्रो रमाइलो भइरहेको थियो गाइस। भोलि चाहिँ अब सबै छुट्टिने पऱ्यो कोही कता सबै आफ्नो आफ्नो घर फर्किने है भोलि चाहिँ।